मैले हेरेँ वार्ड टिचर साथीहरूको मागहरू पहिलेको जुन माग छ त्यही माग नै छ, तर राज्यले तपाईँको चाहिँ दिनु नसक्ने के पनि देख्दैन भन्छ, तपाईँहरूलाई पैसा दिनै सक्दैन भन्छ। एउटा कुरा के मैले भने हेलम्बु गाउँपालिकामा तपाईँको मेरो सामाजिक विकासमा देश हेलम्बु गाउँपालिकाको टोटल बजेटको 55% त्यहाँ लगानी गरिरहेको छु। त्यहाँ सक्छ भन्यो भने हामी साझेदारी गरौँ त, सङ्घ सरकारले यति प्लस गरौँ, प्रदेशले यति गरौँ, स्थानीय सरकारले यति गरौँ भनौँ, उहाँहरूलाई चित्त बुझाउँ। म शिक्षामा के गरौँ भन्यो भने अहिलेको तलबभन्दा के अरे 2-3 गुणा अझ तलब बढाइदिनुपर्छ। सेवा दिने कुरामा हामी राज्य कहीँ कन्जुसाइ गर्नु हुँदैन, त्यहाँ तलब बढाइदिउँ। त्यसपछि हामीले के अरे काम लिने कुरामा पनि फेरि हामी पछाडि हाल्नु हुँदैन। म टिचरहरू चाहिँ लोकसेवा नै नगरौँ भन्छु, लोकसेवै नगरौँ, किनभने बरु सेवा चाहिँ प्रशस्त दिउँ। अहिले जस्तै भनौँ न त कहाँनिर अप्ठ्यारो परेको छ, अहिले हामीले ठुलो समस्यामा युवाहरू विदेशी आएको छ, नेपालमा खतम। जस्तै तपाईँको मास्टर डिग्री गरेको त्यो के अरे कोही ट्यालेन्ट युवा छ यहाँ बिचरा, ऊ शिक्षा सेवामा जान्छु भन्यो भने त्यो उसलाई ठाउँ रोकिरहेछ नि त, लाइसेन्स बनिरहेछ, के बनिरहेछ। म त के भन्छु सब खुला गरिदिउँ। मैले बारम्बार भनिरहेको शिक्षा उहाँहरूले मर्यादा खोजिरहेछ, शिक्षा भन्दा माथि ठुलो मर्यादा के छ तपाईँको, देशको सबभन्दा नम्बर 1मा उहाँहरू त्यहाँ प्रतिस्पर्धा गरौँ। अहिलेको भन्दा 2-3 गुणा नै तलब उहाँहरूलाई थप दिउँ, बरु अहिले भइरहेको स्कुलहरूलाई म्यानेज गरौँ। मैले नेपाल आदिवासी देशको आधारशिला भनेकै शिक्षा हो, तपाईँ सबै उत्पादन गर्ने शिक्षा हो नि त। यो देशको डक्टर उत्पादन गर्ने, नेता उत्पादन गर्ने, इन्जिनियरिङ उत्पादन गर्ने, तपाईँहरू पत्रकार उत्पादन गर्ने सबै उहाँहरू होइन, आधारशिला हो। आधारशिला नै उहाँ हो। उहाँहरू राम्रो सभ्य भएन भने त हामी सभ्य देश कसरी भन्छ सभ्य नागरिक। तर एउटा कुरा त्योसँग काङ्ग्रेस किन चासो लिएन तपाईँ? यस्तो छ, मैले मेरो कुरा चाहिँ के भन्छ, मैले भने हेर्नुहोस् म त के भन्छ गाउँपालिका अध्यक्ष हो होइन, तर म त बोलिरहेको छु बारम्बार होइन, तर म त के त्यो भाइ काङ्ग्रेस नेता हो नि तपाईँ त होइन। मैले मेरो कुरा त मैले राखिरहेको छु मिडियाको मार्फत, म जहाँ पनि पब्लिक भएको छु। मैले त्यो रातहरूको रात टिचर साथीहरूले छोडेर जाँदाखेरि हामीलाई केही पैसा पाउनुपर्छ भनिरहेको छु। मैले भनिरहेको छु हेलम्बु गाउँपालिकाको सबै रात टिचर साथीहरूले तपाईँहरू आन्दोलन जानु पर्दैन, त्यो रात टिचरलाई तपाईँहरूले वर्षमा 1 महिना भरको तलब माग्यो रहेछ, म यसपालिदेखि नीति तथा कार्यक्रममा राखिदिन्छु, म दिन सुरुवात गर्छु। तपाईँ आफै दिनुहुन्छ? म दिन्छु, हेलम्बु गाउँपालिका दिन सुरु भए स्थानीय सरकार दिने चिजमा कन्जुसाइ नगरौँ भन्छु कि, तर सेवा ऊ चाहिँ काम नतिजा राम्रो आउनु पर्यो। नतिजा राम्रो आउनु पर्यो।